सुकुदाईको हालत यहाँ बङ्गालीहरूको पाकिस्तानहरूको गाड हान्ने सो अलराइट गाइज सुकुदा यता पुरै रेडी मस्तले बाइक पनि चकाचक दामी छ। अब चाहिँ हामी हिँड्न लागेको अब यहाँबाट सिधै कहाँ अरे त हामी जाने हामी अहिले गइन्छ मुगलिनमा केटाहरू आउँछ स्लेर र कोपीको आउँछ त्यहाँनिर भेट हुन्छ। अब चाहिँ लाग्यो अहिले 10:30 बज्न लाग्यो होला बाँकी अब जति पनि फुटेजहरू हुन्छ अब जे हुन्छ तपाईँहरूलाई अब सायद आउन त ढिलो आउँछ कि त्यही पनि लाइक यो अहिलेको टाइम भनेको हिँडेको ल गाइस अब भेटौँला एक हप्तापछि ल गाइज बाई बाई। अलराइट गाइज हामी अहिले यो बुटोलको एउटा पसलमा आएको छौँ मेमोरी कार्ड किन्नलाई। मेमोरी कार्ड अन दाइले देखिसक्नुपर्छ मेमोरी कार्ड। यता हाम्रो राइट साइडमा हुनुहुन्छ एके सुकु छडी छ एउटा ब्याग छ यहाँ ओपर जान्छ है केटा ओपर लाइक हान्न चाहिँ नबिर्स्यो लाइक सब्सक्राइब फलो गर्न चाहिँ नबिर्स्यो कति कति हो र ल गाइस सी यु अन रोड। सो अलराइट गाइस हामीहरू चाहिँ हाइवेतर्फ लागिसकेका छौँ देख्न सक्नुहुन्छ। सुकुदाईले बाइक चलाउँदै हुनुहुन्छ भने म भ्लग गर्दैछु अनि गाइस कोपीको दाइ र सिलियर दाइ पनि आउँदै हुनुहुन्छ काठमाडौँबाट मुगलिनसम्म अनि हामीहरू पनि मुगलिनतिर जाँदैछौँ। उतै पुगेर फर्स्ट मिटअप हाम्रो कहाँ हुन्छ भन्दा मुगलिन हुन्छ त्यसपछि चाहिँ हामीहरू चाहिँ बन्दीपुर जानेछौँ त्यहाँबाट। बेननी ल्याउन गाह्रो छ त्यही माथि पुरा सोइन्छ मुटु चिसो हुन्छ केटा यार बिजोक छ बिजोकी कस्तो मस्तले गइरहनुमा आँटाउने गाडीमा हामी भने बाइकमा गाह्रो छ कम्फोर्टेबल नै छैन हो यो बाइक चाहिँ अफ रोडमा चाहिँ गाह्रै पर्दो रहेछ। ए हात पाटे भनेको यस्तै छ गाइस हाम्रो हेरौँ त कलाएर भ्यू चाहिँ राम्रो रहेछ त्यो भ्यू चाहिँ राम्रो रहेछ क्या त हो ठुलो पनि उभिआएको छ हामीको माथि आयो सुकुदाईको हालत यहाँ कपडाको हालत एकछिनमा यार बाइक हिँडेको 1 घन्टा पनि भएन हालत यस्तो भइहाल्यो यार कपडाको। बाइकको हालत पनि पुरै कस्तो चिक्ना थियो चिक्नाबाट लिक्ना भइसक्यो यार। गोप्रोको ब्याट्री भ्याइयो र रेकर्डै भएन र यसो हल्का अब गोप्रो चार्ज गर्नलाई उत्रेको केटा हो है त मेरो हालत यस्तै भइहाल्यो टाइट भइहाल्यो हालत चाहिँ चार्ज निकाल्नु। फाइनली हाम्रो हिरो दाइ आइसकेको छ है हाम्रो हिरो दाइ हो कपडाको हालत हेर राति
बसेर गेम खेलेको ठिक थियो है पनिर चिल्ली मगाएको भेज टक्क सुकुदाले खाइसक्नु भयो त्यहाँ लास्टै भोक लाग्थ्यो सुकुदाले फेरि घ्याम्पे हान्नु लागिसक्नु भयो फेरि अनि स्प्राइट छ 2टा स्प्राइट यो गाइस अब मुगलिङ हाइवे 36 किलोमिटर छ हामी टिकट हालेपछि चाहिँ मुगलिङको बाटो आउँछ सिधा गयो एउटा मुगलिन है त यहाँ आउने बित्तिकै के देखियो गाइज हेरौँ त यहाँ यस्तो राम्रो सुन्दर आहा नेपालको झन्डा यस्तो लहरेको कस्तो दामी देख्दैछ त हो रङमाटेको भ्युज हेर केटा भ्युज भन्छु भ्यू हेर केटा भ्यू मुगलिनको भ्यू है मुगलिनको भ्यू सुकु दाइले फोन हान्दै हुनुहुन्छ हाम्रो कोपीको दाइलाई चिसो रहेछ हल्का फुल्का त्यो मुगलिनमा कोपीको दाइहरूलाई कुर्दैछौँ हामीहरू यार कोपीको दाइहरूसम्म आउनु भएको छैन सिलियर दाइहरूसँग कुरा भइसकेको छ गाइस सिलियर दाइहरू काशीरेटमा जाममा फस्नु भएको छ अरे हामीभन्दा छिटो पुग्छु भन्दै हुनुहुन्थ्यो यत्रो अझै बिना लिएको नयाँ हामीभन्दा छिटो पुग्छु भन्दै हुन्थ्यो दाइले लास्टमा दाइहरूमा ढिलो पुग्नुभयो अहिले हाम्रो यो मुगलिनको वेदर हेर त कस्तो दामी छ यार पानी पर्थ्यो ठ्याक्कै समय हाम्रो ट्याक्कै टाइममा पुग्यौँ हौ हामीहरू ट्याक्कै पानी पर्तिर रामेको कस्तो सेक्सी वेदर हो यार लभली छ यार 5 मिनट कुरौँ अनि आज चाहिँ हामी चाहिँ कहाँ जाने हो ए बन्दीपुर सरी बन्दीपुर जाने हो आज हामी बस्नलाई गाइज हाम्रो चित्तडहरू 2टा चित्तडहरू आइसकेको छन् है 2टा सिलियर दाइ है सिलियर दाइ के छ यार फाइनली है वेट इज ओभर है हजुर दाइ वेट इज ओभर है 4जना है दाजुभाइहरू भेट भइसक्यो हाम्रो अब पानी पर्यो ठ्याक्कै अझै पानी पर्यो हौ हेरौँ सिलियर दाइ काली गाँड है बङ्गालीहरूको पाकिस्तानीहरूको गाँड हान्ने उ काली गाँड दाइ आइसकेको छ देखो इस आदमी को ये जो पाकिस्तानियों का गाँड मारता है हाम्रो को रे कम्पिटेटिभ प्लेयर वन एन्ड ओन्ली डिटिएन को ओन्ली वान दोस्रो अन्त्य पारामा सेका हान्दै हाम्रो 2जना कम्पिटेटिभ प्लेयरहरू खाने बेला पनि छोडेन हुन पर्यो नि खासा चाहिँ खाइयो अब चाहिँ निस्किन्छौँ हामी कहाँ बन्दीपुरको लागि है सिक्सी भएको छ नि त बेनाली के चाहिँ यो ब्यागमै हाल्नु न यो कोपीको दाइको एफजेड र यो सुकु दाइको बेनाली अब हामी सिधै यता पोखरातिर लाग्छौँ हेर मौसम हेरौँ न मौसम कस्तो छ त यार लभलीको छोरो छ त यार हामीहरू आइसकेका छौँ सेल्फी खिच्नलाई गाइज है त उता सुकु दाइ सिलियर दाइ कालीगाँड दाइ कोपीको दाइ झुलुङ्गे पुलमा छौँ यताबाट गाडी आयो यहाँको भ्यू चाहिँ हेरौँ न कस्तो मस्त छ हौ भ्यू चाहिँ यो पुरै सेक्सी छ हौ लभली छ हौ भ्यू चाहिँ
अलराइट गाइज पुगिसकेका छौँ हामी बन्दीपुर है। बन्दीपुरको चोकसम्म पुगिसकेका छौँ। यता सुकुद दाई उता छन् भने स्टालन कालीगाँव दाई यता छन् भने कोपीको दाई हाम्रो कम्पी प्लेयर यहाँ छन् यताबाट फेरि छ भाइ न अब होटल सोटल बस्ने यहाँ बिच बाटोमा छौँ। कता हो होटल सोटल केही थाहा छैन, अन्धकार भइसकेको छ। अब होटल सोटल बस्ने होला अब मेबी के को होटलै बस्ने हो। सुकुदै त्यहाँ आफ्नो बाइकको माया मान्दै हुनुहुन्छ। ल सुकुदै डान्स है नराख्यो। सो अलराइट गाइज हामीहरू होटलतर्फ जाँदैछौँ। आजको बास बन्दीपुरमै हुन्छ गाइज। आशा छ सबैजनालाई यो भ्लग मनपर्छ होला। यसै गरी यो भ्लगको अन्त्य यहीँ हुन्छ गाइज। नेक्स्ट पार्टको लागि कमेन्टमा नेक्स्ट पार्ट लेख्न नबिर्सिनु होला। धन्यवाद सबैजनालाई यहाँसम्म हेरिदिएकोमा गाइज। गुड नाइट।